यहाँबाट चाहिँ कस्तो देखिन्छ भनेपछि यतापट्टि हिमाल यस्तो ब्लग बनाउँदैछु म हामी यसरी यतिजना भेला भयौँ भन्न हुन्छ नि त हामी जाँदैछौँ कहाँ जाँदैछौँ मन्छा सूर्य गढिरहेछौँ तर हाम्रो साथीहरू आएको छैनन् मनाङ जान किनेको चस्मा थियो अब सूर्य गढी लाएर जानुपर्छ ल साथीहरू ल ल ल हाम्रो टोलीहरू भन्ज्याङमा साथीहरूलाई कुरेर बसेको यहाँबाट हिमाल पनि देख्न मिल्छ देखेछ कस्तो राम्रो हिमाल देखेको हेर न आज बिहानको ब्रेकफास्ट हाम्रो छट सकेर पनि यस्तो छ है ठेकुवा भ्यू सँगै मलाई कति मोटो गाइज हाम्रो फुडमान्डु आइपुग्यो है त हाम्रो टोलीको ए कोकको बोतलमा पानी ए साँच्चै दरबार चाहिँ कता हो साथी हो अहिले फर्किँदाखेरि त्यही बाटो जानुपर्छ किनभनेदेखि अब यहाँबाट आउँदाखेरि पनि यो ओह्रालो झर्नुपर्छ यस्तो अफरोड ओह्रालो झर्नु जाने 10 किलोमिटर बढी हिँड्नुपर्छ रहेछ क्या 10 किलोमिटर भनेको जम्मा 20 मिनटको बाटो त हो नि के खोइ पिचबाट भयो त्यहाँबाट जम्ला भने कि अहिले फर्किँदाखेरि पनि दरबार छिर्नुपर्छ कहाँको दरबार जाने अरे नुवाकोट दरबार ओके यु नो नुवाकोट दरबार नो आई डोन्ट नो आई वान्ट टु नो ओके अब हामी यो बाटोबाट चाहिँ माथि जान्छौँ माथि कहाँसम्म हो थाहा छैन बाटो हेर्दा चाहिँ अलिअलि डर लाग्दो छ हामी पिकमा गएर फेरि एउटा लिन्छौँ है त सर्ट के अरे प्रिया यस्तै क्या यहाँ आउने साटो म मेरो घर गए भए म घर पुग्थेँ क्या कतिखेर हिँड्यौ तिमी 7 बजे हिँडेको कति बजे 7 बजे कति बजे 12 बज्यो अनि म 6 बजे यहाँ काठमाडौँबाट हिँड्दाखेरि 11 बजे त घर जाँदा चाहिँ सुई जाने यहाँ आउँदा चाहिँ सुई आयो त यहाँ आउँदा त लड्दै कसरी अरे कसरी ऐतिहासिक फर्स्ट साइट पानी बोक्नु पर्ने भयो होइन म त दुप्चेश्वर आउँदाखेरि यो भन्दा म र श्रेयाको यो भने टाढा त फोकस है बिहाइन्ड द सिन यस्तो छ एक्लै लुन्टु लुन्टु हिँड्दै एउटा साथी म पर पुगिसकेको छ के प्लिज खाऊ न ए त्यहाँबाट हिँड्दै आउन मिल्ने रहेछ नि त त्यहीँनिर रहेछ नि त स्कुटी राख्ने ठाउँ ऊ त्यहाँनिर अनि त्यहाँबाट उकालो चढ्नु पर्ने रहेछ नि त भर्याङ हामीले आधा भर्याङ मिस गर्यौँ नि त आधा भर्याङ मिस गर्यौँ होइन तल गएर फेरि माथि चढेर आउने हो कि फर्किने बेलामा चाहिँ बिर्सिनु भएन कहाँबाट आउने भनेर स्कुटी देख्दो रहेछ बिजोक हुन्छ त यो लास्टको नराम्रो बाटो चाहिँ आउनु नपर्ने रहेछ यो बाटो यस्तो उफान नि मलाई बाटो मैले काठमाडौँसम्म चाहिँ स्कुटी पुग्नु पर्यो यहाँ त्यस्तोकै भए पनि अनि चाहिँ यहाँ मन्दिर पनि छ जान चाहिँ मन छ यार त्यहाँ चाहिँ ओके ओ हिँडेकै छैन हौ भयो त भन्ला अहिले नपुग्दा 20 मिनट भयो त पुगेन भन्ला अहिले पुगिहाल्यो धन्यवाद यत्रो उकालो माथि पुगिसकेपछि चाहिँ
यस्तो राम्रो भ्यू देखिन्छ है फेरि भ्यू सँगसँगै मन देखिन्छ देखाउ त रातै भयो है यस्तो पुरै रातो हुन्छ नाइस ठाडो उकालो छ यहाँदेखि चाहिँ फेरि पुरा सियाको खुट्टा जुत्ता त्यही त भनेको मैले उत्सव के अरे उत्सव भन्न आयो छ के अरे नाम उसको के अरे गौरव चाहिँ माथि पुगिसक्यो हामी कोही यहाँ छौँ कोही तल आउँदैछ तल अरे तल आउँदैछन् गाह्रो छ अलिकति गाह्रै छ माथि पुग्नलाई बिस्तारै बिस्तारै गयो भने चाहिँ ठिकै हो तर धेरै चाहिँ छैन त्यही हो हाउ आई मोटिभेट माइसेल्फ धेरै छैन हामीलाई थकानको साथसाथ थकानलाई आनन्द दिनलाई यस्तो भ्यूको साथसाथै त्यो हिमाल हेर्नुहोस् त हिमाललाई जुम गर्छु ल वाउ कस्तो राम्रो देखेको हिमाल सक्यो अब सक्यो होइन त अझै छ कति छ अझै आमा हामी यतै बसेर खाम फर्क्यौँ ल साथीहरू यहाँनिर बस्ने ठाउँ छ है जाँदैनौँ उनीहरूलाई चाहिँ यसरी फकाए यहाँसम्म ल्याउँछौँ अनि तिमीहरू जाने होइन म पनि जाने प्र्याक्टिस हुन्छ ल हिँड हामी चाहिँ जान्छौँ यहाँबाट उनीहरू यहाँ आएर बस्दै गर्छ हिमाल हिमाल कस्तो बल देख्यो यार फोटो त अब मसँग आइफोन छैन कि म तिम्रो भिडियो बनाइदिँदैछु कस्तो राम्रो घर साथीहरू चाहिँ अब नजाने भनेर डिसिजन लिएर यहाँ तल त्यहाँ बस्ने ठाउँ छ त्यहाँनिर बसेँ अब म चाहिँ माथि जान लाग्छु दुईजना साथी पनि आउँदैछ माथि भ्यू पोइन्टसम्म हेरेर अनि त्यसपछि फर्किन्छु हुन त मलाई एक्लै पनि जान डर पनि लागिरहेछ फर्किन्छु दुईजनालाई अनि देन पुगेर फर्किन्छौँ तबसम्म यतापट्टि यस्तो तल सिधै ओह्रालो छ भन्ने चाहिँ यता नि ओह्रालो छ तर यता चाहिँ झारी टाइपको छ कि यता त झन् केही पनि छैन त्यस्तो छ भ्यू चाहिँ यही हो यहाँबाट यो एक स्टेप माथिसम्म गयो भने चाहिँ डेस्टिनेसन पोइन्ट आइपुग्छ भन्ने लागेको हो अब हेरौँ फाइनल्ली म चाहिँ आइपुगेँ मेरो साथीहरू सबै तलै छ मैले फोन गरेर भनिदिएको छु यहाँ अब भ्यू पोइन्ट पुग्नलाई चाहिँ खासै टाढा छैन भनेर यहाँबाट चाहिँ कस्तो देखिन्छ भनेपछि यतापट्टि हिमाल यस्तो के अरे होइन अब यस्तोहरू के छैन दिँदैन अरे मेन्टेनेन्सको गर्ले गर्दाखेरिमा भन्ने उसले त्यही भन्दैछ बाटोमा के लेखा हेरौँ न नभए तर यस्तो यहाँनिर आइसकेपछि के रहेछ दरबार कहाँ रहेछ त्यही हो क्या अब हामीले भ्यू पोइन्टमा सबै हेरेर खाएर पेट पूजा पनि गर्यौँ अनि त्यसपछि अब फर्किँदाखेरिको दरबार सूर्यचोरको या दरबार चाहिँ जाने नजाने कुराको गन्थन भइरहेछ यता हाम्रो फोटोसुट भइरहेछ यता चाहिँ गफ भइरहेछ के जपनिज ओ जपनिज भयो तल त पर्दैन नेपाली पिपल ओके फिलिपिनो हात पनि गरौँ न गोलो भएन
अलि अगाडि अलि हेर्छ ल गोलो दिजी मार्ने रहेछौ तिमीले आदि उदि त ओ अलि अगाडि गर ओइ सर्कल बनाउनु दिजी के प्रियाको नि उसको नि अलिकति अगाडि मेरो ठीक छ अब अटेन के खुट्टा पनि छ अब यस्तो गर्ने हैन लटी छ होला हात र खुट्टा नि बाँध्यो अब के भयो भने यो आएन माथिसम्मको हामी त्यहाँसम्म जान्छौँ अनि हाम्रो आधा साथीहरू चाहिँ यो बाटोबाट तल हामीलाई के भन्छ प्रतीक्षा गरेर बस्नेछन् यो चाहिँ नुवाकोट दरबार चाहिँ बन्दै गरिरहेको छ अब हामी मन्दिर जान लागेको छौँ नुवाकोट दरबारको नुवाकोट मन्दिर के भन्नु बिहान 7 बजे निस्केर अहिले स्टिल 6 बज्यो हामी यहाँनिर छौँ सो के भन्नु ओभरअल राम्रो नराम्रो मिक्स डेज भयो रात पर्यो